नमस्कार, नमस्ते नेपाल। म कक्षा 1 को मोरल किताबलाई जुन नेपालभरिका नानी बाबुहरूको लागि म मोरल किताब किन पढिरहेको छु भने मोरल किताब भनेको कक्षा 1 का विद्यार्थीहरूको लागि मात्रै नभएर आम नेपाली नागरिकहरूको लागि, नेपालभरका स्टुडेन्टकाहरूको लागि मात्र नभएर आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि काम लाग्ने कुरा भएको कारणले गर्दा विशेषतः 1 क्लासको मोरल किताब भए पनि 1 क्लासको लागि मात्रै नभएर 1 देखि 10, 12, 13, 14, 15, 16 ब्याचलर, मास्टर्स र सम्मका विद्यार्थीहरूका लागि काम लाग्ने एकदमै महत्त्वपूर्ण मोरल सब्जेक्ट भएको कारणले गर्दा म आजदेखि गुनगुनाउँदै मोरल सब्जेक्टलाई मेरो फेसबुक वालमा हाल्ने नै छु र तपाईहरुले पक्कै पनि बुझ्नु नै हुनेछ र आफ्ना नानी बाबुहरू होलान्, आफ्ना भविष्यका कर्णधारहरूलाई शेयर गर्नु नै हुनेछ र सुनाउनु हुनेछ भन्दै म सुरु गर्छु त है। लेट्स रिड, लेट्स डु इट। Lesson 15. Our country is Nepal. The name of our country Nepal. हाम्रो country को नाम नेपाल हो। We are born in some part of Nepal. हामीहरू नेपालका केही भागहरूमा जन्मिरहेका नेपाली हौं। जस्तै I was born in western part of Nepal, Dasula district. सो त्यसै गरी तपाईहरु कोही ताप्लेजुङ जन्मनु भएको होला, कोही लुम्बिनी प्रोभिन्समा जन्मनु भएको होला, कोही बागमती, कोही कर्णाली, कोही सुदूरपश्चिम, यसरी etc. And Nepal is our motherland country. नेपाल हाम्रो मातृभूमि हो। It gives us food, clothing and shelter. यसले यो देशले हामीलाई वासस्थान दिएको छ, घाँसपात दिएको छ। अनि we love our parents because they have given birth to us. हामी हाम्रो आमा बुवालाई असाध्यै नै माया गर्छौं, अत्यन्तै माया गर्छौं, किनकि उहाँहरूले हामीलाई जन्म दिनुभएको छ र साथसाथै यो देशलाई पनि माया गर्छौं, किनकि यो देशले हामीलाई पालन पोषण दिनुभएको छ, यो देशले हामीलाई घाँसपात कपास दिएको छ। दे टेक केयर अफ अस। हामीहरूलाई उहाँहरूले हेरचाह पनि गर्नुहुन्छ। हामी जतिसुकै साना नानी बालबालुका भए पनि ठुला भए पनि हाम्रा आमा बुवाले पक्कै पनि हामीहरूलाई हेरचाह गर्नुहुन्छ। We should also love our motherland country. हामीले हाम्रो देशलाई माया गर्नु पर्दछ। त्यसैगरी we should love our parents. हामीले हाम्रा आमा बुवाहरूलाई माया गर्नु पर्दछ। It gives us a place to live. यसले हामीलाई बाँच्ने जन्मस्थान दिएको छ। Food to eat and clothes to wear. घाँस कपास दिएको छ भन्ने कुरा हो। Our motherland is like our another parents. हाम्रो मदरल्यान्ड कन्ट्री नेपाल हाम्रो अर्को आमा बुवा जस्तै हो, अर्को आमा बुवा जस्तै हो भनेर यहाँ भनिएको छ। हुन पनि हो, दोस्रो मदरल्यान्ड भनेको दोस्रो आमा बुवा हो। यो पक्कै पनि हामीहरूले बुझ्ने नै छौं, बुझ्नु हुनेछ नै भनेर मैले भनिरहेको छु। नेपाल इज अ ब्युटिफुल कन्ट्री। नेपाल इज अ ब्युटिफुल कन्ट्री। नेपाल एक सुन्दर र विश्वमै अट्र्याक्टिभ देश हो। नेपाल एक विश्वमै सुन्दर र अट्र्याक्टिभ देश हो। इट हैज मेनी ब्युटिफुल माउन्टेन्स, फरेस्ट्स, लेक्स, रिभर्स एन्ड अदर ब्युटिफुल प्लेसेस। यो नेपालसँग धेरै ब्युटिफुल एम्टी एभरेस्टहरू छन्, माउन्टेनहरू छन्, जङ्गलहरू छन्, तालहरू छन् र नदीनालाहरू छन् र धेरै ब्युटिफुल स्थानहरू, प्लेसहरू पनि छन्। देयर आर मेनी ब्युटिफुल वाइल्ड एनिमल्स एन्ड बर्ड्स। नेपालसँग धेरै नै एकदम सुन्दर जङ्गली जनावरहरू छन्, चराचुरुङ्गीहरू छन् एन्ड ब्युटिफुल फ्लावर्स अल्सो। ब्युटिफुल धेरै प्रजातिका फुलहरू छन् नेपालमा एन्ड ब्युटिफुल बटरफ्लाई अल्सो। नेपालमा धेरै प्रकारका पुतलीहरू पनि छन्। देयर आर पिपल विथ डिफ्रेन्ट कल्चर्स, ट्रेडिसन्स, फेस्टिभल्स, म्युजिक एन्ड डान्सेस। नेपालमा पृथ्वीनारायण शाहले भन्नुभएको थियो 4 जात 36 वर्णको फुलबारी हो। साँच्चै नै नेपालमा फरक संस्कार संस्कृति छ, फरक पुरातात्विक विभागहरू छन्, फरक वेशभूषाहरू छन् भन्न खोजिएको छ। There are all like our brothers and sisters. यहाँ एकले अर्कालाई मन पराउँछन्। दाजुभाइ दिदीबहिनीहरूले एकले अर्कालाई मन पराउँछन्।